बाघाएर तल पुछाका भएर बसिरहेको छौँ हामी सिराना अनि सिरानाबाट बिहान उठेर नुहाउन भनेर जेठबाकी छोरी म हाम्रो बा भएर तल झऱ्यौँ झर्दाखेरि छोरी त्यही हो कि भनेर स्टारका पुलिसमा बाबुले भनिदिएछ माइलाकी छोरी त्यही हो दिने मलाई म थाहा नपाउने नचिनाइ त्यही हो कि भाइ तपाईँलाई बिहान भनेको केटी त्यही हो कि हामीले फुपू आएर गैटा आएर भने कि कुरा आइदिउँ भनेर भनेछन् अनि त्यहाँबाट 2-4जना भएर नुहाउन गयौँ उनीहरूको 2टा दाजुभाइ हुन्थ्यो नि दाजुभाइ भएर बात मार्दै पछि फेरि गएछन् हामी 2 दिदीबहिनी अघि गएछौँ अनि गएर सेरिमनी गरेर नुहाएर अनि बुहारी तरेर अनि चौतारी यहाँ बसेर अनि खाजा खान लाग्यौँ रोटा फुरेउला बनाउने के माछा राख्यो त्यही लिएर गर्थ्यौँ त्यही माछाको उफ्रौला माछा उफ्रौला के हुन् अनि त्यहाँ त्यही लिएर गर्थ्यौँ अनि भाउलाई जस्तो भाइ छोरी यहाँ आउँदाखेरि बाह्र देउता ठुली जाता भने मलाई पहिल्यै ठुली भन्ने हो लपार्न खोजी के हुन्छ त्यो बाथरुम पठाएर चिन्जानी हुन्छ हेराएर हुन्छ मन परापर हुन्छ पहिला राजनीति मैले डर अलिकति राउथेँ केही पनि बोल्नु भएन अनि यस्तो मुख आएर मलाई अनि त्यहाँबाट म फर्केर यता आएँ हुन फेरि पैसा कम त राम्रो आँखा जुदो आँखा अनि त्यहाँबाट मैले हेरिनँ उनले मात्रै हेरेँ आँखा झिङ्गाउनु झिङ्गाउनु त्यही हो देखेको भनेको त्यही हो नि बिहाका दिन फुला मलाई राम अनि अनि के कति वर्षमा अरे कति वर्षको कुरो यो कति वर्ष हुँदा 12 वर्षको पुगेर 13 वर्षमा बैशाखा लाग्यो त्यही बैशाखामा बिहा त्यसो भए दृष्टिलाई बिहाएर दियो हुँदो रहेछ